ल अब चाहिँ बुढाबुढीले चाहिँ चट्ट लाएर आज चाहिँ हामीले चाहिँ एकदमै मिठो खालको चाहिँ होइन आज हामी बुढाबुढी चाहिँ एकदम मिठो खालको खानेकुरा खाँदैछौँ होइन हामी खान्छौँ र हजुरहरूलाई देखाएर खान्छौँ सबैजनाले चाहिँ यो भिडियो हेरिदिनु होला है त भन नि त तिमी पनि के भन्ने रे उता हेरेर हेरिदिनु अनि आज तिमी कहाँ गएर आएको गाममा गाह्रो भएछ मलाई त्यही सोध्यो हो के तिम्रो चाहिँ इन्टरभ्यू लिँदै तिमीलाई खाना खुवाउँदै गर्ने अनि यो कत्रो यो थालको भात आज तिमी कुन काममा गएको नटल भन यहाँ नटाटिकन यहाँ हाम्रो यहाँ जनताहरू हेर्न चाहन्छ नि त आज तिमी कुन काममा गएको ल भन नि त कुन काममा गएको के कुन काम भन्ने राख्नु करेला यो चाहिँ आलु अनि सिमी भेन्डा तिमी कुन काम गयो कि आज कस्तो कुन काम म्याकडोनल्ड हो कि बेड मेकिङ हो कि के हो भन्नु खोजेँ क्या दुइटै होला तिमीलाई जापानको काम कस्तो लाग्यो ल भन नि त ढाड भाँचिन लाग्छ कस्तो लाग्छ ढाड भाँचिन्ला तिमी चाहिँ नेपालमा बसेका मान्छेहरूलाई चाहिँ जापानमा के भन्छौ के चाहिँ सजेसन दिन्छौ जापानको लागि चाहिँ भन सकेसम्म आफ्नै देशमा दुःख गर्नु अनि के छ भने तिमी चाहिँ किन आएको छ जापानमा तिमी फर्किन नि सक्छौ नि त तपाईँ हुनुहुन्छ नि त तिमीले मलाई बुढा अब हामी विदेशमा नबसौँ मेरो ढाड दुख हो हामी नेपाल जाउँ भन नि त तिमी त्यो पनि भन्दैन फेरि हो किन तिमीलाई पैसा पनि चाहिएको फेरि है यो हातमुख त जोड्नु पऱ्यो नि त अनि तिमीले किन नेपालमा बसेको मान्छे चाहिँ नआऊ भनेर भनेको तिमीले चाहिँ कमाउने अनि नेपालमा बसेको मान्छेले नआऊ भन्दाखेरि नेपालमा बसेको मान्छेलाई मन पर्दैन नि त नआऊ भने होइन मैले के भने सकेसम्म नेपालमा दुःख गर्नु यहाँ आएर पनि सजिलो छैन ए त्यो पनि हो तिमीले जापान भनेको चाहिँ पहिला यहाँ आउनुभन्दा अगाडि कस्तो खालको देशहरू सोचेको थियो कि तिमीले के फरक पायो कि यहाँ आइसकेपछि फरक पायो कि उहाँ नेपालमा सोचेको जस्तै त्यस्तै रहेछ कि कस्तो रहेछ भनौँ खै भने तिमी भन न तिमी भन न कस्तो मिठो पकाएको के भात तरकारी अनि मैले अहिलेसम्म तिमीलाई नमिठो बनाएर कहिले खुवाएँ ल भ्लगमा हेरेर भन कति मिठो बनाएको मेरो श्रीमान पतिदेव भनेर भन कति मिठो बनाएको मेरो बुढो मलाई हेरेर भने कि क्यामेरा त्यहाँ चाहिँ किन हेर्नु पऱ्यो दर्शक बिनहरूले त्यहाँबाट हेरेर आयो नि त होइन मेरो एक मान कहाँ हराइदियो क्या तिमीले तिम्रो एकमान कहाँ गयो यार तिमीले झिक्यो होला क्या तिमीले त याद नभयो होला मलाई झिक्या होइन होइन कहाँ गयो कहीँ छैन मलाई चाहियो होइन 19 मान मात्रै झिक्यो होला कि सायद ए 19 मान पहिला एक मान झिकेर अनि पछि 19 मान झिकेको होइन ए भनेपछि तिमीले कहीँ राखेर होला त्यो पहिला झिकेको पैसा चाहिँ आफै दिएर आउने अनि फेरि मलाई रिस उठाउने ए हो र कहाँ गयो त है आजको तिमीले के मिठो लाग्यो करेला मिठो लाग्यो कि तरकारी मिठो लाग्यो
पुरा छल्ने होइन खाले के मिठो दुइटै मिठो छ क्या अलि धेरै मिठो थोरै मिठो करल धेरै मिठो कि यो धेरै मिठो यो मैले बनाएको आइटम दुइटै मिठो हुने हो मैले अहिलेसम्म तिमीलाई नमिठो बनाएर खा सत्य कुरा गर न अनि झुटो चाहिँ किन भन्नु पर्दैन म त्यसरी तिमी खान्छौ त है करेला त तल कुहिन थालेछ क्या कुहिया नि बनाउनु कुहि त थाले ल्याउनु नपलाउनु 2 हप्ता राख्यो होला फ्रिजमा है कता हुन्छ अड्क्यो आज काली बनाउनु जस्तो लाग्यो काली बनाऊ करेलाको कुहिन लागिसकेको छ अनि यो भेन्डा कान हो कि खाएको म जस्तो कि बलिन्छ कर्मी करेल ठिक्क पराएको कि त्यो धेरै नगरे क्या फ्राई नगरे ठिक्क लिमिटेसन हुन्छ नि त ठ्याक्कै खसीको आन्द्राभुँडी जस्तै भएको करेल है भयो भुटन क्या भुटन कस्तो अड्क्यो क्या धेरै खाएर हो क्या लास्ट मिनट बनाएको है तिमीले कहिले बनाएको मैले लास्टै यार लास्टै मिठो भएको है बुढी हुन्छ कसो भयो त बुढी आज तरकारी मिठो छ भने 1500 चोटि भन्छ को खानु पर्यो क्या को खान्छ अड्के आफ्नो है किन कोकले किन अड्काउँदो रहेछ क्या है कि अहिले जाडो महिना भएर यस्तो हुँदो रहेछ क्या अब जाडो महिना कोक नकिन ल पैसा खर्च हुन्छ है तर तरकारी चाहिँ लास्टै मिठो भयो आज कसले बनाएको आज तरकारी कसले बनाएको अहिले मैले बनाएन भात खाएँ मैले त्यही भएर तिमीले हाल्दै तिमीले मलाई हाल्दैन नि भातको डल्लो किन हाल्दैन खाऊ त चाटिमी कति मिठो मानेर खाएको आज कठै भएर लास्टै मिठो भयो आज है देखाउने खाऊ बाबु खाऊ 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 कठैबाट कोका 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 कोला ओहो झ्याउ पनि आयो त यतिको मिठो खाना पायो भने त तिमी त फेरिन्छ होला बुढी है लास्टै मिठो भयो है कसो भयो बुढी क्यामेरा हेर भने तिमी त्यही भएर क्या
अलिक क्यामेरा हेरेर भन्नु नि त अनि त्यहाँ मिठो छ भनेर मिठो हो के बुढो यस्तो मिठो खाएँ भने म त फेरि नि झोलाउन भन स्वर्गमा पुग्छ अनि ल भाँडा चाहिँ मान्ने तिम्रो पालो मैले ढाड दुखिन्छ कि मेरो अलिकति ल हौ त्यसो भए त्यो त्यति खाएपछि भाँडा तिमीले मान्नु पऱ्यो नि त आबै किन ढाड दुखिन्छ कि आज मेरो ढाड दुखे पनि काममा जानै पर्छ जापानमा भाँडा माझ्नै पर्छ भात पनि मेरो काम पकाउनै पर्छ अब त्यसमा औषधि उपचार भनेको ढाड मसाज मजाले मासाज के भन्छ मालिस चाहिँ म गरिदिने हो त्यति हो ओके थ्याङ्क यू बुढो भन बुढो अलि बोल न यार माइक छ त यहाँ आरिगातो बुढो गर्छ केटीले कहिले चाहिँ लु लिएर हिँड्यो म हात धुन उठ्नु पऱ्यो नि त अब पहिला श्रीमान नि उठ्नुपर्छ अनि त्यसपछि श्रीमान उठ्ने हो क्या के पहिला श्रीमान नि उठ्नुपर्छ अनि श्रीमान उठ्ने हो कि हिँड्नु भने हिँड हात धुनु पर्यो निन्द्रा लागिसक्यो मलाई म कुरेर यहाँ बस्दा बस्दा यार ल गाइस आजलाई यति नै फेरि भोलि भेटौँला है त ल फेरि भोलि पनि मिठो खालको खाना लिएर आउने छु म हजुरहरूको लागि ल आजलाई चाहिँ मलाई बिदा दिनु ल नमस्कार जय नेपाल अभिवादन